जय मसी। आज हामी बाइबलको पुरानो नियम उत्पत्ति पुस्तकमा गहिरिएर हेर्दैछौँ। अध्याय 37 देखि 50 सम्म, जहाँ योसेफको त्यो एकदमै प्रेरणादायी जीवन कथा छ। यो कथा सपना, धोका अनि धेरै कष्ट तर अन्तमा आश्चर्यजनक उचाइको एउटा जीवन्त चित्र हो नि। हामी चाहिँ यो कथाबाट के सिक्न सकिन्छ त्यो मुख्य कुराहरू पहिर्याउने कोसिस गर्दैछौँ। कथा सुरु हुन्छ याकुबले आफ्ना प्यारो छोरा योसेफलाई दिएको त्यो विशेष रङ्गीचङ्गी पोशाकबाट अनि योसेफले देखेका ती सपनाहरू। तर यिनै कुराले गर्दा दाजुहरूको मनमा चाहिँ ईर्ष्या बढ्यो। सामान्य भाइहरू बीचको मनमुटाव जस्तो थिएन यो, होइन? होइन, यो केवल सामान्य ईर्ष्या मात्रै थिएन जस्तो लाग्छ मलाई। एकातिर बाबुको पक्षपात, त्यो विशेष लुगा, अर्कोतिर योसेफका सपनाहरू, मतलब जहाँ उनले आफू दाजुहरूभन्दा माथि उठेको देखे। यसले दाजुहरूलाई आफ्नो स्थान, आफ्नो भविष्यबारे अलि असुरक्षित बनायो होला। हो, कस्तो लाग्यो होला है उनीहरूलाई? उनीहरूलाई लाग्यो होला यो भाइले त हामी सबैलाई उछिनेर हाम्रो अधिकार खोज्दैछ। त्यही असुरक्षा र रिसले नै उनीहरूलाई त्यो भयानक कदम चाल्न उक्सायो जस्तो देखिन्छ। हो, त्यो कदम त साँच्चै भयानक थियो है। एकदमै। पहिले मार्ने योजना, अनि इनारमा फ्याक्ने र अन्तमा आफ्नै भाइलाई मिडियानी व्यापारीहरूको हातमा बेचिदिए। कस्तो नाटकीय र दुखद मोड हो नि। अनि योसेफ मिस्र पुग्छन्, फिरौनका एक अधिकारी पोतिफारको घरमा दासको रूपमा। यस्तो पारिवारिक धोका अनि पराई देशमा एक्लो दास जीवन, यो अवस्थामा कसैले कसरी आशा राख्न सक्ला र? खै, कठिन प्रश्न हो। तर योसेफको कथामा हामी के देख्छौं भने उनले सायद बाहिरी परिस्थिति भन्दा पनि आफ्नो भित्री चरित्र र परमेश्वरप्रतिको विश्वासलाई बलियो बनाए। पोतिफारको घरमा पनि उनले इमानदारी देखाए, लगनशील भए। हो, त्यसैले त पोतिफारले उनलाई आफ्नो घरको सबै जिम्मा दिएका थिए। हो नि, तर त्यहाँ पनि परीक्षा आयो फेरि। पोतिफारकी पत्नीको झुटो आरोप, फेरि अर्को अन्याय। हो नि, निर्दोष हुँदै जेल। यस्तो एकपछि अर्को विपत्ति आउँदा पनि खै योसेफले आफ्नो त्यो निष्ठा, त्यो इमानदारी कसरी कायम राखे होलान्? यसबाट हामी के सिक्न सक्छौं होला? योसेफको जीवनको यो भागले मतलब निष्ठा कति महत्त्वपूर्ण रहेछ भन्ने देखाउँछ। खास गरी जब कोही हेरिरहेको छैन, हैन, वा जब अन्याय भइरहेको छ। हो, उनले भाग्ने सजिलो बाटो रोजेनन् नि त, बरु परमेश्वर प्रतिको आफ्नो वफादारी त्यो चाहिँ कायम राखे। अनि जेलभित्र पनि हार मानेनन्। मानेनन्। त्यहाँ उनले आफ्नो अर्को खुबी प्रयोग गरे नि त, सपनाको अर्थ खोल्ने। हो, त्यो राजाका 2 कर्मचारीहरूको सपना हो। त्यसैको सही व्याख्याले पछि गएर भविष्यको ढोका खोलिदियो। हुन त अलि समय त लाग्यो, तर अन्ततः खुल्यो। त्यो पनि सिधै फिरौन राजाको दरबारमा। हो नि। जब फिरौनले त्यो रहस्यमय सपना देखे अनि कसैले अर्थ बताउन सकेन, तब बल्ल योसेफलाई सम्झियो। एक कैदी रातारात देशको प्रधानमन्त्री। यो परिवर्तन त साँच्चै अचम्मको छ। के यो केवल संयोग थियो कि योसेफको क्षमता वा अरू केही? यसलाई धेरै कोणबाट हेर्न सकिन्छ। हेर्नुस्, योसेफको सपना व्याख्या गर्ने त्यो ईश्वरीय वरदान त थियो नै, तर जेलमा कर्मचारीहरूको सपना व्याख्या गरेको अनुभवले पनि उनलाई तयार पारेको थियो। ए हो है। अनि उनले सपनाको अर्थ मात्र बताएनन् नि, आउने 7 वर्ष अनिकालको लागि व्यवहारिक योजना पनि दिए। हो, त्यो योजना महत्त्वपूर्ण थियो। हो, यो उनको बुद्धिमत्ता र व्यवस्थापन गर्ने क्षमताको प्रमाण भयो। यी सबै कुरा मिलेर फिरौन प्रभावित भए। यो कस्तो भने दैवी योजना र मानवीय तयारीको सुन्दर संयोजन जस्तो देखिन्छ। अनि योसेफ प्रधानमन्त्री भएपछि उनले भने जस्तै अनिकाल आयो। मिस्रमा अन्न थियो तर कनानमा थिएन, अनि अन्न किन्न उनकै दाजुहरू आइपुगे। हो, जसले वर्षौं अघि उनलाई बेचेका थिए। कस्तो परिस्थिति! साँच्चै उनीहरू सामु आफूलाई चिनाउँदा बदला लिनुको साट्टो उनले क्षमा दिए। यत्रो अन्याय सहेर पनि क्षमा दिन कसरी सम्भव भयो होला? सायद यो नै योसेफको कथाको सबैभन्दा शक्तिशाली पक्ष हो। समय र दुःख कष्टले उनलाई परिपक्व बनाएको थियो। उनले घटनाहरूलाई व्यक्तिगत चोटभन्दा माथि उठेर एउटा फराकिलो दृष्टिकोणबाट हेर्न सिकेका थिए। मतलब उनले बुझेका थिए कि उनका दाजुहरूले गरेको त्यो खराबीलाई पनि परमेश्वरले अन्ततः भलाइमा बदल्नु भयो, धेरै मानिसहरूको ज्यान बचाउनको लागि। हो, यही बुझाइले नै उनलाई क्षमा दिन सक्ने शक्ति दियो।
यो त बदलाको भावनामाथि उठेको विजय थियो। अनि त्यही क्षमा र व्यवस्थापनले गर्दा याकुब र उनको सिङ्गो परिवार मिस्रमा आएर बाँच्न पाए। कथाको अन्त्यतिर बुबाको मृत्युपछि डराएका दाजुहरूलाई योसेफले फेरि आश्वस्त पार्दै भनेको त्यो कुरा उत्पत्ति 50:20 को त्यसले सबै कुरालाई समेट्छ, हैन र? बिल्कुल। तपाईहरूले मेरो विरुद्धमा खराबी गर्ने इच्छा गर्नुभयो, तर परमेश्वरले चाहिँ भलाइ गर्ने इच्छा गर्नुभयो। हो, यो पद योसेफको जीवन कथाको सार नै हो भन्दा हुन्छ। यसले हामीलाई के सिकाउँछ भने जीवनका दुःख, अन्याय, कठिनाइहरू जतिसुकै अर्थहीन वा क्रूर देखिए पनि पर्दा पछाडि एउटा ठूलो ईश्वरीय उद्देश्यले काम गरिरहेको हुन सक्छ। योसेफको कष्ट उनको व्यक्तिगत पीडा मात्र रहेन, त्यो त हजारौंको जीवन बचाउने माध्यम बन्यो। यो विश्वासले कठिन परिस्थितिमा पनि आशा र अर्थ दिन सक्छ। त्यसो भए योसेफको यो यात्रालाई हेर्दा एक प्यारो छोराबाट घृणा गरिएको भाइ, अनि दास, कैदी, फेरि शक्तिशाली प्रधानमन्त्री र अन्तमा आफ्नै परिवारको उद्धारक र क्षमा दिने व्यक्ति, यो साँच्चै प्रेरणादायी छ। निश्चय नै। यो कथाले हामीलाई सम्झाउँछ कि हाम्रो बुझाइ सीमित भए पनि जीवनका घुम्तीहरूमा एउटा उद्देश्य लुकेको हुन सक्छ, अनि चरित्रको निष्ठा, क्षमाशीलता र विश्वासले अन्ततः राम्रो परिणाम ल्याउन सक्छ। यो गहिरो चर्चापछि एउटा प्रश्न मनमा खेलिरहन्छ। योसेफले भोगेका ती चरम उतार चढाव र उनले देखाएको त्यो क्षमाशील प्रतिक्रियाले आज हामीले सामना गर्ने अप्रत्याशित चुनौती, अन्याय वा व्यक्तिगत पीडाहरूलाई हेर्ने हाम्रो तरिकालाई कसरी फरक पार्न सक्छ होला? जय मसीह।